अब भने हामी तपाईलाई केही उपयोगी उपाख्यानहरू अथवा केही उपयोगी घटनाहरूलाई प्रस्तुत गर्नेछौँ जसले तपाईलाई आफ्नो जीवन जिउनको लागि केही प्रेरणा दिनेछ। परमेश्वरको प्रेमको चित्र संग्रह गर्ने व्यक्तिको छोरो लडाईँमा मर्यो। एक दिन एकजना ठिटो यो चित्र संग्रहकर्ता कहाँ आउँछ र एउटा चित्र दिँदै भन्छ, म लडाईँमा मर्ने तपाईको छोराको साथी हुँ। यो चित्र चाहिँ तपाईको छोराको चित्र हो। मरेको छोरोको चित्र सो बाबुको लागि अति नै मूल्यवान भयो। चित्र संग्रहकर्ता मर्न लागेको थियो र उसले आफ्ना चित्रहरू आफू मर्नभन्दा अघि बिक्री गर्ने दिन ठहर गर्यो। सो दिन सबभन्दा पहिले उसले आफ्नो मृतक छोरोको चित्र निकालेर बिक्री गर्न थाल्यो। उसँग बहुमूल्य चित्रहरू नराखेर उसको छोरोको चित्र देख्दा किन्ने मानिसहरू रिसाए। अन्तमा एकजना गरिब व्यक्ति आयो र छोरोको चित्र किन्यो। बिक्री गर्ने व्यक्तिले भन्यो, यो चित्र किनेको कारणले यहाँ भएका सबै बहुमूल्य चित्रहरू पनि अब तपाईको भयो। यो इच्छा मेरो मर्ने छोरोको हो। प्रिय मित्र, यो परमेश्वरको चित्रको कथा हो। ख्रीष्ट येशूलाई ग्रहण गर्ने हरेकले सबै कुरा पाउँछन् भन्ने कुराको एउटा चित्र हो। अब भने आजको लागि अन्तिम प्रसङ्ग वा उपयोगी घटना, जेलको सत्य घटना। सिङ्गापुरको जेलमा एकजना नेपालीले मृत्युदण्ड भोगिरहेको हुन्छ। यो सुनेर पास्टर हेनरी खोप भेट्न जान्छन्, तिनलाई बाइबल दिन्छन्। त्यसपछि यो बीचमा त्यस व्यक्तिको मृत्यु हप्ता दिन पछि सर्छ। काठमाडौँबाट पनि प्रभुका एकजना दास सिङ्गापुर पुग्छन्। यो मौकामा पास्टर हेनरीले सो भाइलाई झ्यालखानमा त्यो नेपालीलाई भेट्न लैजान्छन्। यो व्यक्तिले त्यतिखेर येशूमा विश्वास गरिसकेको हुन्छ। पछि उसलाई मृत्युदण्ड भयो र डोरीमा झुन्डिने बेलामा त्यो मृत्युदण्ड पाएको व्यक्तिले चिच्याएर हालेलुया भनेको थियो भन्ने कुरा त्यो नेपालीले थाहा पाउँछ। मित्र, कति उत्साहको कुरा कि मृत्युको समयमा पनि परमेश्वरको महिमा गरेर त्यो मान्छेको मृत्यु भएको थियो। आज तपाईँ र मेरो जीवन कस्तो छ? हामीले कस्तो जीवन जिइरहेका छौँ? के हामी आफ्नो यस संसारको जीवनको अन्तिम क्षणमा परमेश्वरको प्रशंसा गर्न सक्छौँ? आशा छ यो जीवन उपयोगी घटनाहरूद्वारा तपाईँले ज्ञान प्राप्त गर्नुभएको छ र आशिषित हुनुभएको छ। प्रिय मित्र, यस समय हामी तपाईँलाई पवित्र बाइबलको उत्पत्ति अध्याय 1बाट पृथ्वी कसरी सुरु भयो भन्ने घटनालाई सुनाउन लागिरहेका छौँ। धेरै वर्ष अघिको कुरो हो। पृथ्वी बनेको थिएन। घाम, जुन, तारा, आकाश केही पनि बनेको थिएन। एउटै मान्छे पनि थिएन। जहीँ तहीँ शून्य र खाली थियो। केवल परमेश्वरको आत्मा मात्र यहाँ त्यहाँ घुमिरहनुहुन्थ्यो। परमेश्वरले विचार्नुभयो अनि भन्नुभयो, हामी एउटा सुन्दर पृथ्वी बनाऊ, आकाश पनि बनाऊ र त्यहाँ घाम, जुन, तारालाई चम्कन लगाऊ। भन्नुभए अनुसार परमेश्वरले एउटा अत्यन्तै ठुलो र गोलो आकार भएको वस्तु बनाउनु भयो। त्यस वस्तुको पृथ्वी भन्ने नाम राख्नुभयो। जुन पृथ्वीमा हाम्रा बराजुहरू बसे, त्यही पृथ्वीमा आज हामी पनि बसेका छौँ। पहिले पृथ्वी अँध्यारो न अँध्यारो थियो। यो कुहिरोले डम्म ढाकिएको पनि थियो। परमेश्वरले यो मन पराउनु भएन। अँध्यारो हटाउनलाई उहाँले उज्यालो खटाउनु भयो। साँच्चै नै पृथ्वीमा उज्यालो आयो र छ्याङ्ग देखियो। यो थियो पहिलो दिनको पहिलो बिहान। पहिलो दिन उज्यालो सँगसँगै बितेर गयो। सारा पृथ्वीमा अँध्यारो पर्यो। यही अँध्यारोलाई रात भनियो। तर दोस्रो दिनको बिहानले अँध्यारोलाई हटाई फेरि उज्यालो बाँट्नुभयो। एक भागलाई आकाशमा घुमिहिँड्ने बादल बनाउनु भयो। अर्को भागलाई पृथ्वीको पानीमा बदल्नुभयो। यसैले आकाश बादलको रूपमा पानीले भरियो। पृथ्वी पनि पानीले
चलम्मे भयो। बिस्तारै दिनको उज्यालो मधुरो मधुरो हुन लाग्यो। रिम रिम साँझ पर्यो, झमक्क रात पर्यो। तेस्रो दिन बिहान परमेश्वरले पृथ्वी पानीले भरिएको देख्नुभयो। उहाँलाई यो नसुहाउँदो लाग्यो। पृथ्वीको पानीलाई बगेर जाने र ठुला ठुला गहिरा गहिरा ठाउँतिर र साना साना ठाउँ हुँदो जमिने आज्ञा उहाँले दिनुभयो। पृथ्वीको यहाँ त्यहाँका भागबाट पानी गुनगुन आवाज साथ बग्दै छछल्किँदै पहिरिँदै तल तल झर्दै ती स्थानहरूमा जमिन पुगे। सागर, समुद्र, पोखरी, खोलानाला इत्यादिको जन्म त्यस दिनदेखि भयो। पानीले त्यागेको जमिनलाई सुखा जमिन भनियो। जल भाग र स्थल भाग यहाँ छुट्टियो। तर परमेश्वरको नजरमा सुक्खा जमिन बेरमाइलो देखियो। उहाँले जमिनलाई रुखपात, झारजङ्गल उमार्ने शक्ति दिनुभयो। हेर्दा हेर्दै सारा सुक्खा जमिन, नदीका किनारहरू, समुद्र पोखरीका आसपासका जमिनहरू हरिया वन जङ्गलले सुन्दर देखियो। सुन्दर पृथ्वीमा फेरि साँझ पर्यो र रात अँध्यारोले पुर्यो। भोलिपल्ट चौथो दिनको बिहानले उज्यालो ल्यायो। त्यस दिन परमेश्वरले पृथ्वीमाथि चम्कनलाई र न्यानो पार्नलाई पृथ्वीभन्दा 1000 गुणा ठुलो चम्कने एक वस्तु बनाउनु भयो र आकाशमा राख्नुभयो। यो चम्कने न्यानो वस्तुलाई घाम भनियो। त्यसबाहेक उहाँले पृथ्वीभन्दा साना देखिने जुन र ताराहरू बनाउनु भयो। आकाश घाम, जुन, ताराहरूले भरियो। उहाँले घामलाई दिनमा चम्कन लगाउनु भयो। जुन र ताराहरूलाई चाहिँ राति उज्यालो दिन लगाउनु भयो। साँझ पर्यो, घाम डुब्यो, रात पर्यो। जुन ताराहरूद्वारा पृथ्वीमा एक प्रकारको उज्यालो छायो। पाँचौं दिन उज्यालो साथसाथै घाम उदायो। चम्कदै पृथ्वीलाई न्यानो ताप दिन लाग्यो। जङ्गल र जमेका नीला पानीमाथि घामको न्यानो ताप पर्यो। तर वन जङ्गल र गुनगुनाउने खोला नाला अझसम्म पनि राम्रा देखिएनन्। तब परमेश्वरले थरी थरीका चराहरू बनाउनु भयो। आकाशमा उडिरहने एक थरीका भए, वन जङ्गल चहार्ने अर्को थरीका चराहरू भए, पोथ्रा झाडीतिर चहार्ने अर्को थरीका भए। यी चराहरूले वन जङ्गल अझ सुन्दर देखियो। यिनीहरूका बोलीले शून्य वन बिहानदेखि बेलुकीसम्म गुन्जियो। ठुलाभन्दा ठुला र सानाभन्दा साना माछाहरूलाई परमेश्वरले सागर, समुद्र, खोलानाला भर्न लगाउनु भयो। माछाहरू आनन्द साथ पानीमा बगेर रात दिन खेल्न लागे। साँझ पर्यो, घाम डुब्यो। चराहरू गाउन छाडी गुँडतिर लागे। छैठौं दिनमा परमेश्वरले पशुहरू बनाउनु भयो। हात्ती जस्ता बलिया, बाघ, सिंह जस्ता डरलाग्दा, मृग, जेब्रा जस्ता चाँडो दगुर्ने, जिराफ जस्ता लामो घिच्रो भएका, स्याल जस्ता चलाक इत्यादि पशुहरू बनाउनु भयो र जङ्गल जङ्गल चहार्ने आज्ञा तिनीहरूलाई दिनुभयो। यी पशुहरू उस बेला एकसाथ हिँड्दथे, बस्दथे, खान्थे। परमेश्वरले हेर्नुभयो। आफ्ना हातबाट बनिएको पृथ्वी अब उहाँको इच्छाअनुसार सुन्दर र राम्रो देखियो। उहाँ खुसी हुनुभयो। श्रोता मित्र, आजको लागि हाम्रो बाइबलको घटना यतिमै टुङ्गिएको छ। हामी तपाईलाई उत्पत्ति अध्याय 2बाट परमेश्वरले मान्छे बनाउनुहुन्छ भन्ने विषयमा आगामी श्रृङ्खलामा प्रस्तुत गर्नेछौँ। मित्र, आशा छ तपाईले आजको बाइबल घटना प्रस्तुत गर्ने खण्डबाट जीवनमा केही उत्साह प्राप्त गर्नुभएको छ र परमेश्वरमा अझ बढ्नको लागि उत्साहित हुनुभएको छ र बाइबलबाट पनि केही ज्ञान गुणका कुरा सिक्नु भएको छ। अहिलेसम्म हामीलाई साथ दिइरहनु भएको लागि तपाईलाई धेरै धेरै धन्यवाद।